गाडीको पाँगरको छाप बस्छ। यो चाहिँ सायद बेलुका जान्छ होला। कुन दोकाने आँटी लिएर नि यहाँ तर पौडी खेल्नुपर्छ यहाँ। ल है अहिले चाहिँ बिहानको 6 बजेछ, 6:30 बज्छ। म चाहिँ अहिले माथि गाडीमा सामान छाड्न जाँदैछु। आजको दिन पनि यस्तै छ, रुदिएछ। यस्तै छ गाउँले जीवन। ल है म चाहिँ आधा बाटोमा आइसकेँ। यहाँबाट देखिने भ्यू यस्तो छ। मकैबारीहरू हो गाउँले। यस्तै छ गाउँले जीवन। मकै चाहिँ अनिवार्य। ल है मासु बुट्ने कार्यक्रम चलिरहेछ। होइन यो कहाँको कुन दोकाने आँटी लिएर नि यहाँ तर यो कम्प्लेन आएको छ यहाँ तर पिस 5-6 किलो जति मासु भुट्ने कार्यक्रम यहाँ चलिरहेको छ। ल है म चाहिँ चोकमा आइसकेँ। एउटा गाडी रोकेर राखेको छ। यो चाहिँ सायद बेलुका जान्छ होला। तर मलाई चाहिँ सामान चाहिँ अहिले पठाउनु छ। यो चाहिँ चोकबाट देखिने भ्यू हो। यो गाडी गछ कि छैन भन्ने चाहिँ पुरै रोडमा हेर्नुपर्छ, टायरको चिन्ह छ कि छैन भनेर। अहिले चाहिँ देखिन्न गएर गएको छैन होला। त्यही नै अहिले फोन हानेर सोध्नुपर्छ। यही नै हो मैले सामान पठाउनु पर्ने सामान अघि बोकेर लिएर आएको। यो चाहिँ चोकबाट देखिने भ्यू हो। यो एउटा उता जाने बाटो, एउटा यता जाने बाटो र यसलाई चोक भनेको हो। गाडीलाई फोन हानेको आउँदैछु भन् त, अब यहीँ बस्ने एकछिन कुर्ने। बोल्न लाग्यो गाडी दुईटा एउटा रहेछ कि प्यासेन्जर अब हालिदिउँ जाने अब गाडी आयो, सामान नि हालियो। गाडी आयो भने रोडमा यस्तो छाप बस्छ क्या, अघि हेरेको गाडीको पाँगरको छाप बस्छ। त्यही भएर रोडमा हेर्नुपर्छ क्या। यहाँ चाहिँ अलि लड्किने ठाउँ छ। यता पाइप तानियो राम्रै, यहाँ डोजरले खन्दैछ। माथि घरसम्म बाटो लिएर जाँदैछन् झोला बोकेको मामाले। त्यही डोजरले बाटो खन्दैछ अरे आज। यसो एकछिन हेर्नु आएको कत्रो बाटो खन्ने रहेछ भनेर। यो चाहिँ मर्नाको पुल हो, मर्ना आउने पुल। मान्छेलाई हिँड्ने बनाएको पुल हो के यो चाहिँ राम्रै छ। यहाँ ठुलो हाल बनिरहेछ। पछि गर्मीको सिजनमा पौडी खेल्नुपर्छ यहाँ। मर्ना जाने गाडीको पुल बन्दैछ। 100मा 60% काम बनिसकेको रहेछ।